हेलो साथीहरु, वेलकम ब्याक टु माई न्यू भिडियो। आज हामी रुम चेन्ज गर्दैछौँ। अब होइन के रुम चेन्ज नभन न के गर्नु, के भन्नु दाइ? साथीहरू फ्रीको माल भन न। साथीहरु अब यो फ्रीको माल त अब नभन्नु पर्ने, अब ठिकै छ भनिदिहालौँ। रुम त के भन्ने, घरै हो। रहेछ हौ साथीहरु, यो त राम्रो। म पहिला एकछिन रुम त एक लट हानेर आउँछु। यहाँ अब हामीहरू एकछिन रेस्ट गरिरहेछौँ। अब आज मौसम एकदम पानी परेर आज दिनभरि 3-4 चोटि आउने जाने गरेर हामी सामान लागिदिन्छौँ। अब यहाँ अब यता हामीले घर पनि पुरा क्लिन गरेर सोच्यो कि हामी अपार्टमेन्टमा। अब अपार्टमेन्टमा नबसेर अब हामी बस्थ्यो। देखिहाल्नु नेक्स्ट अब टक्क भिडियोहरूमा टक्क यहाँ सन्देश दाईहरू, अब टक्क यहाँ प्रकाश दाई, टक्क हामीहरू सामान लिएर यो त उडाउँदो रहेछ। अब हामीले के हो, अब तपाईँहरू लाग्ला कि हामीले यो बाटो उठाए जस्तो लाग्छ होला, तर बाटो उठाएको होइन रहेछ धेरै। अब हेर्नु यस्तो साँच्चीको भन्दाखेरि पनि अब जनताहरूले बताउँदैन जस्तो लाग्यो मलाई। एकछिन यो हातमा सुहाउँछु म त एकछिनै। यो हाम्रो घरकै हो, बताउँदैन है यस्तो भन्यो भने के होला, के भने तपाईँहरूले बताउनु न, थाहा छ। तर यो हामीले घरमा युज गरेकै होला हो। हामीले घर बाहिर राख्दैछौँ, अर्को घरमा राख्दैछौँ। यो पार्क त अब खै कहिले साथीहरू। अब दसैँ तिहार त यस्तै भयो योचोटि। अब धेरै रमाइलो पनि भएन। अब त्यस्तो रमाइलो नभएको चाहिँ होइन, हिजो चाहिँ मैले रमाइलो गरेँ दसैँमा। अब आज पनि घरमा अलिकति रमाइलो हुनसक्छ, किनभने त हुँदैन होला। आज हामीले अब सामानहरू पनि मिलाउनु पर्छ, त्यहाँ धेरै छ, तपाईँहरूलाई म देखाउँछु। एकदम झ्याउ गयो आज साथीहरू। अनि त्यो गाडीवालाले पनि झ्याउ गरेको, एकदमै झ्याउ। अझै सबभन्दा झ्याउ भनेको त के भयो भन्दाखेरि आज म सुरुमा लगेज पुऱ्याउनु गएँ। लगेज पुऱ्याउनु जाँदाखेरि चाबी दाइले मलाई ल भाइ राम्रोसँग जाऊ भनेर भन्नुभयो। सो दाइले चाबी मैले यो अर्को ज्याकेटमा लगाएको थिएँ। त्यो ज्याकेट मैले अस्ति धुन राखेको यहाँ मेसिनमा। अझै अर्को कहानी छ कि फेरि ट्विस्ट मेसिन पनि आज बिग्रियो। फेरि मेसिन पनि हामीले बाहिर राखेको 5 मिनट उडाइदियो गोली रहेछ यार। अनि त्यसपछि म त्यहाँ त्यो घरमा गएँ। त्यहाँ टक्क पारेर सुरुमा मैले दुईवटा हातमा मेरो लगेज थियो, अनि एउटा ब्याग पनि थियो। अनि मैले सुरुमा गएर त्यो चिसो ज्याकेट मैले यहाँदेखि अब उतै सुकाउनु राखिदिन्छु भनेर त्यहाँ मैले सुकाउन राखिदिएँ। अनि त्यो ज्याकेटमा मेरो चाबी थियो, नयाँ घरको। हामीसँग एउटा मात्र चाबी थियो। अनि मैले त्यो राखेर फेरि के भन्छ अरे आफ्नो त्यो लगेजबाट सबै सामान निकालेर खाली लगेज लिएर आएँ घरमा। अनि त्यसपछि लिएर आउँदाखेरि ठ्याक्क मैले ढोका खोलेर बाहिर आएँ। अनि ठ्याक्क ढोका लाग्यो, बाहिरबाट खोल्ने थिएन चाबी लाउने। एउटा यार मैले बिर्सियो भनेर एकछिन दोकान त हात दुख्यो, लास्टै हात दुख्यो। अनि फेरि मैले घरभित्र चाबी बिर्सिएँ। हामीसँग एउटा मात्र चाबी थियो। त्यसपछि फेरि मैले यहाँ ढोका खोलेँ, झ्याल ट्राई गरेँ, हुँदै भन्दा त्यसपछि लास्ट चाबी हो झन्डै रहेछ एक चाबी। लास्टमा के भयो भन्दाखेरि यो चाबी ढोका बनाउने मान्छे बोलाएको 100 पाउन्ड लिँदो रहेछ। अनि चाबीको मात्रै 150 पाउन्ड, टोटल 25। त्यही भएर अब केही छैन, भएर दसैँमा अब खानपिन गरेर चुना लाग्नु र है लास्ट हात दुख्यो यार। अब साथीहरू त्यस्तै हो। अनि त्यस्तै भयो क्या आज दिन पनि। अब दसैँको आज दोस्रो दिन हो। अब त्यही पनि ठिकै छ। अब हामी अब बस्न भन्दा पनि यस्तै जान्छौँ, किनभने अब हाम्रो घरको सामान पनि छ, तपाईँले देखिसक्नु भयो। अब यो पाहाडहरू पनि देखिन्न होला साथीहरू। त्यहाँ दाइ पनि अब यसो लतार्दै आउनुभएको छ। अब हामी ओह्रालो झर्दैछौँ साथीहरू। म तपाईँहरूलाई अब अगाडि त्यहाँ बाटोमा पुगेर देखाउँछु है। ल साथीहरू अब यस्तै हो। अब हामी मेन रोडमा पुगिसक्यौँ। मलाई हातमा समाएर अलिक लास्ट गाह्रो भयो कि भिडियो बनाउनु पनि। अब यस्तै दाइ लाज साज पनि केही मान्नुहुन्न। अब विदेशको ठाउँमा लाज साज पजाएर हिँड्नुपर्छ। अब हामीले केही गलत काम गरेको छैन है, चोरेको छैन, डका मारेको छैन, केही गरेको छैन। त्यही भएर अब अरूको सोचमा हामी सोच्न लाग्यो भने त हाम्रो सोचै गलत हो क्या साथीहरू। गुड ब्रो के भने मैले बुझेन यार। मैले भने त्यसले के पो भने साथीहरू। अब यस्तै हो।
प्योर गोरीहरूको पुग्न अलिक गाह्रै हुन्छ। अब धेरै टाढा त होइन, यहाँबाट 2टा स्टोप मात्रै हो। अनि यस्तो लाग्दा नआउने, यस्तो लाग्दा लाज हुने कस्तो। ल साथीहरू, हामी आज कस्तो 2टा बस एकैचोटि आएको। ल पुलिसलाई आयो, दाइ लैजाला है हजुरलाई। ल आउनुभयो, हाम्रो पुलिस दाजु आउनुभयो रहेछ। अब हामीहरू यो फर्स्ट स्टप भयो। अब अर्को स्टप आउने बित्तिकै हामीहरू यहाँबाट मजाले दाइहरूलाई माथि बसबाट कसरी हेरेर आयो मान्छेहरूले। तर हामीले कस्तो है, आफ्नै घरबाट ल्याउँदाखेरि पनि कस्तो लाज लाग्ने यार। यस्तो हुँदो रहेछ के जिन्दगीमा है दाइ। जिन्दगीमा यस्तो आफ्नो घरबाट ल्याउँदाखेरि पनि यस्तो लाज लाग्ने है। अनि गाह्रो छ साथीहरू, गाह्रो छ। हात दुखायो यार। दाइहरूलाई गाह्रो त भएन? नथिङ टु से। ल दाइलाई ल एकछिन वेट गरौँ ल। अनि कस्तो भयो त दाइ? दाइलाई सोधौँ न अलि। के छ दाजु हालखबर? हामी रुम चेन्ज गर्न लाग्यो। यता यो नजिकै हो। रुम भन्दा पनि घरै सर्न लागेको। अपार्टमेन्टमा बस्थ्यौँ कि हामीहरू। अब घरमा जानु लागेको। यो अब घरबाटै लिएर आएको क्या हामीले। अब घरमै सर्नलाई अब मान्छेले हेर्दाखेरि यस्तो बाटो उठाएर देखिन्छ क्या। यस्तो छ के गर्नु है, गाह्रो छ। अनि हजुर कता बस्नुहुन्छ त? अनि वेलिङ यतै? ए ठिक छ दाजु। अनि कहाँ जानु लाग्नुभयो? हिँड्ने हो कि फेरि घर यो हाम्रो किङ्स हाइवेनिर? हजुर पनि यतै जानु लाग्नुभयो? अनि ह्याप्पी दसैँ दाइ। कस्तो भयो त दसैँ? रमाइलो है। हाम्रो पनि अब के हुँदा है, आज रुम सार्दा सार्दै दसैँ गयो कि। हामी त अहिले घरै उठाएको। अब त्यही सर्नु लाग्दै ठिकै छ। मौसम पनि टक्क आज च्यालेन्ज हान्छ मौसमले पनि। आज मौसम दामी छ है। अब ठिक पानी पनि परिरहेको छैन, टक्क हावा चल्यो है मजासँग। अब घरमा गएर साथीहरू रेस्ट गर्नुपर्छ। अनि के कस्तो हुन्छ तपाईँहरूलाई म आज नयाँ घरको टुर पनि गराउँछु साथीहरू। आज सबै देखाउँदिनँ होला, म आफ्नो रुम मात्रै देखाउँछु। अरू के देखाउँछु त्यो चाहिँ अर्को भ्लगमा देखाउँछु होला। किनभने अलि धेरै नै थाकिएको छ साथीहरू, लास्टै थाकिएको छ यार। यति त मैले हाउसकिपिङमा सफा गरेको थिएन होला यार। ठिक छ साथीहरू, चार्ज पनि छैन मेरो आज फोनमा। अब जे जति हुन्छ यत्तिकै अब कम्प्रोमाइज गरेर सेटिस्फाई हुनुपर्छ हामीहरू। धेरै एक्सपेक्टेसन पनि राख्नु हुँदैन। तपाईँहरू आउँदै हुनुहुन्छ, यहाँ एकजना दाइ पनि हुन्छ। म दाइको यसो अब इन्टरभ्यू लिन्छु एकछिनमा। दाइ यसो थाक्नुभयो भनेको छैन भाइ भन्नुभएको थियो। अब ठिकै छ। ल साथीहरू के हो यो त फ्ल्यास लाइट पनि बलेन, एकदम धेरै उज्यालो आयो है यता। अब अरू साथीहरू अब रुम सार्दाखेरि चाहिँ एकदम गाह्रो हुन्छ युकेमा। सबभन्दा झ्याउ भनेको यहाँ यो रुम चेन्ज गर्न चाहिँ हुँदो रहेछ साथीहरू। लास्ट टाइम मैले यो घरमा सर्दाखेरि पनि लास्ट झ्याउ हुने क्या दाइहरू। त्यो कपडा कता राखेको हुन्छ, जुत्ता कता राखेको हुन्छ, त्यो रुम सुम सफा गर्नु पऱ्यो, के गर्नु पऱ्यो, लास्ट तनाव यार। त्यही भएर साथीहरू टक्क बस्ने, लङ टर्म बस्ने हिसाबले मजाले रेन्ट सेन्ट पनि ठिक्कको, सबै कुरा ठिक्क भएको त्यस्तो हेरेर चाहिँ गर्नु होला। त्यो भएर म तपाईँहरूलाई त्यही भन्न चाहन्छु। अब हामी लगभग पुग्न लागिसक्यौँ। आज त बस पनि छिटो आएको है। हामीलाई यहाँ चाहिएको बेला फेरि आउँदैन यार, यस्तो छ यार। पानी पनि पर्ने नपर्ने भइरहेछ। अनि दाइको यहाँ इन्टरभ्यू दाइ कस्तो भइरहेको युके कस्तो लागिरहेको? एक हप्ता भयो आएको पनि दाइ कस्तो लागेको छ भाइ? राम्रो लागेन है? मलाई नि यस्तै लागेको थियो सुरुमा। दुःख हो एकदम सही। दुःख गर्ने मन छ, दुःख गर्न सकिन्छ भने चाहिँ आउनु पर्यो। ल धेरै धेरै धन्यवाद है। ह्याप्पी दसैँ। के भन्छ अरे, दुःख गर्न मन छ अनि दुःख गर्न सकिन्छ भनेपछि चाहिँ आउनु होला। एकदम गाह्रो चाहिँ छ, तर गाह्रो दुःख गर्न सक्यो भने चाहिँ फेरि रमाइलो छ है साथीहरू। त्यति चाहिँ हो। धेरै कुरा नभएर फेरि कति बोल्यो भन्ला फेरि मान्छेहरूले। त्यही हो। अब आइसक्यो साथीहरू हाम्रो। साथीहरू
दिस इज आवर होम। अब ब्लग बनाउँदै आएको क्या हो सामान हेर न ब्लगिङ त अब आज हाम्रो नयाँ घरमा प्रवेश गर्दै जुत्ता खोलेर आउनुपर्ने। त्योभन्दा भित्र चाहिँ नलगाऊ है। यो कहाँ राख्ने? माथि ल माथि ल उता सामान देखाउ ल त्यो चाहिँ हुन्छ अहिले। पुकु त ल पुकु त चढ्न भ्याइसक्यो त यहाँ त। ल चढेछन् म आउनु पर्यो पर्दैन भ्याइ है। पुकु खसिन्छ त्यहाँबाट। पुकु चढ्न सक्दैनन् भनेको त्यहाँ चढेछन् है। यिनी चढेछन् यी। यिनलाई समात्नुपर्छ। जाऊ जाऊ छिटो जाऊ छिटो छिटो छिटो। ल साथीहरू आजको हाम्रो सामानहरू यस्तो भएछ है। नयाँ घरको किचन यही हो। अब अरू चाहिँ म तपाईँहरूलाई नेक्स्ट ब्लगमा देखाउँछु। अब बाहिरको ब्याकग्राउन्ड टक्क हाम्रो यहाँ चाहिँ गार्डनहरू पनि छ। अब म नेक्स्ट ब्लग देख्छु। आज मेरो चार्ज पनि छैन। अरू कुराहरू चाहिँ हजुर हजुर एउटा कपडा ल्याउ त गन्दा कपडा यहाँ बिछाउँ कि धेरै गन्दा सही भन्नु ल म त्यो निकाल्छु है दाइ। यही हो दाइ हेर्नु कोठाहरू। गाउँले त देखाउ न बाबुलाई कोही नहुँदा त्यसै गर्दै